लाग्छ तपाईको जिन्दगीभरि मैले एउटा दलितसँग सम्बन्ध अथवा दलितसँग तपाईको चाहिँ साथी बन्दै गर्दाखेरि मैले हेपेको पीडा, सहेको पीडा, अपमानित भएको पीडा, तर म त जिन्दगीभरि दलित भएर चाहिँ जिएको छ सहमुख महोदय। त्यसैले मैले त्यो पीडाहरू अनुभूत गरेर मैले त्यति बेला मेरो अभिव्यक्तिहरू दिएको थिएँ। ती अभिव्यक्तिमा कुनै पनि सत्यता नभएको म यहाँलाई सबैलाई घोषणा गर्न चाहन्छु, सम्पूर्ण देशवासीलाई भन्न चाहन्छु, कतै मेरो अभिव्यक्तिले कुनै समुदाय, कुनै धार्मिक तपाईको समूह, संगठन, धार्मिक तपाईको सङ्घ संस्थामाथि मेरो अभिव्यक्तिले कसैले चोट पुगेको छ भने, मेरो मनसा त्यो थिएन, ठेस पुगेको छ भने आज यसै सम्मानित सदनबाट म सबैलाई मेरो शिर झुकाएर म माफी माग्न चाहन्छु। मेरो तपाईको चाहना त्यो थिएन, यहाँले त्यो किसिमले नलिदिनको निम्ति अनुरोध गर्न चाहन्छु। र सधैँभरि श्रम संस्कृति पार्टी हामी तपाईको समतामूलक समाज र तपाईको सबै नेपालीहरूलाई एकै ठाउँमा तपाईको चाहिँ अगाडि बढाउन र सबै समतामूलक समाजको निम्ति हाम्रो भूमिका सधैँ रहनेछ। तपाईको गर्मीमा मलाई